पनि बहिनीको भ्लग चाहिँ एकदम बल्ल खालको आउँछ क्या साथीहरू। नयाँ दिन चाहिँ सबैले नबिर्सिनु होला किनभने तपाईँ हामीले नै हो साथ सहयोग दिएर अगाडि बढ्ने एउटा ऊर्जाहरू पैदा होस् त्यो भ्लग गर्ने क्या। नानाहरू पनि ढिलो गरेर अनि बाटो चाहिँ यस्तो छ यहाँनिर यस्तो खोल्छ। म चाहिँ उहाँकोमा उसकोमा जाँदै गरेको मैले उसलाई पनि चढ्छु भनेको थिएँ है उसकोमा जाँदै गरेको। So hi everyone, this is Virai. Welcome back to my channel Albina Era Vlogs. म चाहिँ हजुर अहिले भने चाहिँ जाँदै गरेको चर्च। आज सन्डे मलाई चर्च जान चाहिँ एकदमै मजा लाग्छ र नाना पर्खिरहनु भएको छ एकदमै ढिलो भयो र आज पाम सन्डे है। तपाईँ सबैजनालाई हेप्पी पाम सन्डे। सो तपाईँलाई अहिले भेट्छु है, मलाई नानाले पर्खिरहनु भएको छ। हेलो 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 हात दिनु नि हौ, हात दिनु नि हौ, हात दिनु नि हौ, हात दिनु। सो गाइस अहिले भने चाहिँ हामी हजुर म चाहिँ दादाहरूले गाडीको कुराउनु भएको थियो। आज मसँग दादाहरू हुनुहुन्छ। अस्तिको पालि नाना मात्रै हुनुहुन्थ्यो र आज दादा हुनुहुन्छ। दादा यहाँ हेरिदिनु न। हेलो हेलो दिसुराई आज चाहिँ हाम्रो बहिनीको नाम त के पो? अल्बिना भ्लग हो। हजुर अल्बिना भ्लगमा चाहिँ आज फर्स्ट टाइम होइन हाम्रो फ्यामिली हुनुहुन्छ यहाँ तिनजना। हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि चर्च जाँदैछु होइन। अनि विशेष गरी बहिनीको भ्लग चाहिँ एकदम बल्ल खालको आउँछ क्या साथीहरू। नयाँ दिन चाहिँ सबैले नबिर्सिनु होला किनभने तपाईँ हामीले नै हो साथ सहयोग दिएर अगाडि बढ्ने एउटा ऊर्जाहरू पैदा होस् त्यो भ्लग गर्ने क्या। बहिनीलाई उत्साह मिलोस्। तपाईँको पनि भन्दैन मेरो टासी इन्टरटेनमेन्ट भ्लगलाई पनि साथ दिनु होला किनभने सुनिहाल्नुभयो उहाँको पनि भ्लग छ। सो उहाँलाई पनि एकदम सपोर्ट दिनु। उहाँको चाहिँ एकदमै मभन्दा चाहिँ पुरा सब्सक्राइबर छ। अन्त उहाँलाई अझै धेरै माया दिनुहोस् है। थ्याङ्क यू भन्नुहुँदैछ तपाईँको। र अहिले भने चाहिँ हामी चाहिँ चर्च जाँदै गरेको। आज पाम सन्डे मैले भनिहालेँ तपाईँहरूलाई। पाम सन्डे तपाईँहरूलाई एकदमै ह्याप्पी पाम सन्डे है। र अब हाम्रो प्रोसेसन हुनेछ, कहाँबाट हुन्छ थाहा छैन, चर्चमा पुगेर हुनेछ। त्यसबाट भन्दैन त्यसबाट सो मैले चाहिँ चर्चमा एकजना युथसँग गफ गरेको छु होइन। उहाँ हुनुहुन्छ हाम्रो स्टुडेन्ट। हाई उहाँ चाहिँ यहाँकै हुनुहुँदो रहेछ। सो तपाईँलाई एकदमै वेलकम छ मेरो ब्लगमा। ओके थ्याङ्क यू। तपाईँले कृपा दिनुहोस् सबै पाप अनि जोखिमदेखि।
गाइस अहिले भने चाहिँ हामी चाहिँ मास सकेर फर्किँदै गरेको चर्चमा चाहिँ एकदमै सन्नाटा छ भन्ने यहाँनिर एक दुईजना हुनुहुन्छ फादरहरू चाहिँ हुनुहुन्छ भने चाहिँ हामी चाहिँ सिसिम हेलो 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 यहाँ अगाडि पापा ल नानी छ होइन ल सो म चाहिँ यहाँ पछि पछि हिँड्दै गरेको हामीलाई गाडी पर्खिरहेको छैन बनाउँदैछ हामी चाहिँ नानाहरू नि ढिलो गरेर अन्त बाटो चाहिँ यस्तो छ यहाँनिर यस्तो खोल्छ यस्तो छ होइन त्यहाँ त्यही त मेरो ब्याप्टिजमको कुरा भयो नि त त्यसले गर्दाखेरि चाहिँ फोन हेर्नु भएको सो गाइस अहिले भने चाहिँ म गाडीबाट झरेँ पनि है नानाहरू जानुभयो नाना दादाहरू र मेरो एकजना यहाँ रुमकै नजिकमा एकजना साथी हुनुहुन्छ म चाहिँ उहाँकोमा उसकोमा जाँदै गरेको मैले उसलाई पनि चर्च जाउँ भनेको थिएँ है उसकोमा जाँदै गरेको उसको लु चप्ली खोले खायो भन्दा नि यहाँ यता हो आए हाम्रो नर्स म्याम यता हेरिदिनु न र म चाहिँ आइपुगेँ उसको रुम हो यहाँबाट दामी देख्दो रहेछ नि त भ्यू कस्तो दामी है हाम्रो सो तपाईँहरूलाई अहिले भेट्छु है मलाई माया गरेर सास दिनुभएको एप्पल मनिका मिसले हो यहाँ हुनुहुन्छ उहाँ चाहिँ जाको खानु सो गाइस मेरो भ्लग तपाईँलाई कस्तो लाग्यो Thank you so much for watching. Keep watching my vlogs. अब यहाँबाट रुम जान्छु मेरो रुम चाहिँ माथि भेट्नु होइन त्यति नै भन्दै बाई बाई